आज चाहिँ हाम्रो बिचमा चाहिँ मनिष सर आइदिनु भयो। उहाँलाई चाहिँ मैले पहिल्यैदेखि आफ्नो पोडकास्टमा चाहिँ मलाई बोलाउने धेरै इच्छा लागेको थियो। तर तपाईँले मलाई बिजी समय आफ्नो त्यो समय पनि मलाई दिनुभयो। धन्यवाद हजुरलाई। ल त्यस्तो केही छैन, तपाईँलाई पनि धन्यवाद, आइदिएकोमा खुसी लाग। अहिले चाहिँ हाम्रो बिचमा मनिष सर हुनुहुन्छ अनि हामी सबैजनाले चाहिँ यो भिडियो हेरिदिनु होइन, सबैजना रहिरहनु र हाम्रो मनिष सरलाई चाहिँ म थोरै प्रश्न गर्न चाहन्छु। हुन्छ, तपाईँ के रेडी हुनुहुन्छ? म अल्सो रेडी सर। ए ल, अहिले चाहिँ धेरैको के भनाइ छ भने यो समयमा जस्तो अब कुरा गर्नुपर्दा चाहिँ म त सुनेको थिएँ हजुरले चाहिँ यस्तै गाडी लाइनमा काम गर्नुहुन्छ भन्ने सुनेको थिएँ। के यो रियल हो? हजुर हो। धेरैको भनाइ के छ भने ओहो गाडीवालामा त धेरै पैसा कमाएका हुन्छन्, धेरै पैसा हातमा हुन्छ, धेरै पैसा कमाइरहेका छन्, रमाएका छन्, तिनीहरूको जीवन त खुसी छ भने जस्तो हुन्छ। तर यो भनाइमा चाहिँ अब भन्नेलाई र देख्नेलाई अनि फेरि भोग्नेलाई त फरक हुन्छ। त्यो कारणले म तपाईँलाई चाहिँ यहाँनिर आफ्नो मेरो पोडकास्टको बिचमा चाहिँ म तपाईँलाई ल्याउन चाहेको। यसको लागि चाहिँ थोरै दर्शकहरूलाई भनिदिनुपर्छ के यो तिमीले भने जस्तै हो कि वास्तवमा त्यो भोगाइ चाहिँ अलिक फरक छ? भोगाई अहिले पहिलाको समथिङ, अब म गाडीमा हिँड्न लाग्यो तपाईँको लगभग 10 वर्ष जति हुन लाग्यो। अनि द्याट्स मैले हेर्दाखेरि चाहिँ जो साउ धनी गाडी धनी हुनुहुन्छ उहाँ चाहिँ त्यस्तो भन्दा पनि कमाउने पैसा त देखिन्छ हातभरि कति छ भनेर, हो कि होइन? हातभरि पैसा त देखिन्छ, तर त्यो भोगाई त्यो हात पछाडिको पैसाको पछाडिको सङ्घर्ष चाहिँ देख्न जरुरी छ क्या मान्छेहरूले, हो कि होइन? अब गाडी हजुरको लगभग अब अहिलेको सिजनमा अहिले जस्तो भन कि इभीहरू धेरै आछन्, हो कि होइन? गाडीहरूको व्यवसाय बढ्यो, गाडीहरू धेरै भए। अब नेपालमा त हाम्रो अब जनसङ्ख्या त्यसै कम भइहाल्यो। अब रोजगारी बाहिर हुने, अब दसैँ तिहार आए पनि अब तपाईँलाई थाहै छ, त्यही गाडीवालालाई सिजन भनेकै दसैँ तिहार जस्तो मान्दा हुन्छ। अलिक कमाउने भनेको न त अफ सिजनमा द्याट्स घर खर्च चल्ने खालको जस्तो अवस्था छ गाडीहरूको। अहिले चाहिँ जुन यो यहाँ बुटोलदेखि अनि यता पश्चिम गोरुसिङसम्मको कुरा या चनौटासम्मको कुरा गर्नुपर्दा चाहिँ बाटो तपाईँ चलाउने पनि त्यही लाइनको सायद जस्तो लाग्छ मलाई। के तपाईँ यो बुटोल र चनौटा हो कि अरू लाइन हो तपाईँको? म बुटोल र चनौटा नै हो। चनौटा द्याट्स चनौटा भन्न खोजेको मतलब चनौटामा म चनौटा नै हो भन्न मिल्छ। जस्तो त्यहाँको बाटो हेर्दाखेरि, त्यहाँको धुलाई हेर्दा, तर त्यो भन्दाखेरि त ओहो कति धेरै पैसा कमाएको छ, ठगिरहेछन्, पैसा बढी उठाइरहेको छ हामीबाट भन्ने हुन्छ। तर वास्तवमा त्यो धुलाई त्यो समस्या हेर्दाखेरि चाहिँ मलाई अलि त्यो पैसा समाउने अनि कमाउने अनि त्यो गाडी लाइनमा चाहिँ रमाउने त्यस्तो विषय हो कि वास्तवमा भोगाइ चाहिँ अलिक खत्रै छ? भोगाई तपाईँले भने जस्तो कति रमाउने, कति रमाइलो पनि छ, कति भोगाइ पनि छ, होइन? जहाँ सुख त्यहाँ दुःख, सही सही, हो कि होइन? तपाईँको अब रमाउने भन्नाले पनि द्याट्स इट्स अहिलेको लोकल गाडीको यसो अवस्था हेर्दाखेरि चाहिँ यो रमाउने भन्दा पनि अलिक भोगाइ धेरै जस्तो छ सर। ठिक ठिक। जसरी यो विङ्गर भनिन्छ सानो गाडी होइन, त्यो विङ्गरमा तपाईँ कुन गाडीमा हिँड्नुहुन्छ एकचोटि? म गाडी भनेपछि म माइक्रोमा नि हिँडेँ, मिनी बसमा हिँडेँ, अनि त्यसै गरी विङ्गरमा पनि हिँडेँ हो। जस्तो त्यहाँको अब जस्तो तपाईँहरू त अब गेटमा बस्नुहुन्छ होइन, ढोकामा बस्नुहुन्छ, तपाईँले हामीलाई चाहिँ धेरै सहायता गर्नुहुन्छ। हाम्रो सामानहरू भयो, हामीलाई बसाल्नको लागि सिटहरू तयार पारिदिनको लागि होइन, कुरा गर्नको लागि। तर त्यो गाडीको भनाइ, गाडीवाला जुन पेसेन्जर हुन्छ त्यो पेसेन्जरले कस्तो भन्छन् या आवाज उठाउँछन् या ठिक गर्नुभयो भन्छन्, के हुन्छ तपाईँलाई यस्तो यो विषयमा? यो विषयमा भनाइअनुसार अब एउटा एक नजरियाले दृष्टिकोणले हेर्दाखेरि चाहिँ के छ भन्दाखेरि लाइक अब जस्ट अ जब, एउटा काम हो हाम्रो चाहिँ, होइन? लाइक जुन व्यवसायमा गए पनि कामै गर्ने हो कि होइन? अब कसैमा कट्टा उठाउनु छ भने, कसैमा बसेर छ, होइन? त द्याट्स इज अ जबको तरिका। तर दृष्टिकोणमा भन्दाखेरि त्यो हेराइ, त्यो बोलाइ के हुन्छ भन्दाखेरि त्यो मध्येमा तपाईँलाई भन्दाखेरि के भयो यस्तो लाइक द्याट कि अरूभन्दा पनि जस्तो अब 5 रुपियाँको लागि झगडा हुन्छ मेन भनेको क्या। यो पनि सही कुरा हो होइन? मैले टपिक राखेँ 5 रुपियाँको लागि झगडा हुन्छ क्या सर। हो है। त्यसो भए त्यो हेर्नेलाई र भोगाइलाई त फरक रहेछ त्यसो भए होइन? हेर्नेलाई भोगाइले अब हेर्ने नजरले कति ठगे भन्ने खालको हुन्छ, होइन? अनि भोगाइको खालकोले त 5 रुपियाँ अब जस्तो अब पब्लिक चढ्यो पनि पब्लिकले के भन्छ, है 5 रुपियाँ छोड्न सक्दैन लाइक द्याट। 5 रुपियाँ छोड्ने ठाउँमा छोडिन्छ,
हो कि होइन। अब विषयमा तपाईँ अब गाडी चढ्नु भयो, हो कि होइन। गाडी चढ्नु भयो, अनि गाडी चढेपछि देन तपाईँले अब मैले तपाईँले सपोज तपाईँको कोही नचिनेको जस्तो पब्लिक द्याट चाहिँ तिनीहरूलाई 5 रुपियाँ छोडिदियो, द्याट तपाईँको मनमा के आउँछ एकचोटि भनिदिनु त। होइन तँ सोच्दाखेरि चाहिँ होइन अब भाडा भन्ने चिज 5 रुपियाँ पनि छोडिदिनु भएन, मसँग छैन होइन। अब कतिपय कस्तो लाग्छ भने तपाईँहरूले चाहिँ अब जस्तो भाडा उठाउँदाखेरि चाहिँ 10 रुपियाँ 5 रुपियाँ डिस्काउन्ट गरिदिनु हुन्थ्यो नि जस्तो पनि मलाई फिल हुन्छ एउटा कुरा। अर्को कुरा तँ 5 रुपियाँ तँ 10 रुपियाँ दिनभरिमा डिस्काउन्ट गर्दाखेरि चाहिँ तपाईँलाई घाटा जस्तो पनि लाग्छ, नलाग्ने होइन होइन। तर जनतामा सबैसँग पैसा हुन्छ या हुँदैन भन्ने पनि छैन नि त, म त्यो विषयको कुरा गर्दैछु। द्याट्स द पोइन्ट। 5 रुपियाँ छोडिदिनु भन्नाले पनि अब त्यस्तै सोचाइको हिसाबले लोकल गाडीमा मैले देखेअनुसार तपाईँको अब चनौटाबाट बुटोलसम्म गयो भने लगभग तपाईँको 200-250 त्यसरी नि दो कम भाडा दिने मान्छे त्यति हुन्छन्। हुन्छ है। हुन्छ लगभग कसरी भन्दाखेरि अब एउटा गाडीमा अब 24 सिटे बस 26 सिटे बस हुन्छ, हो कि होइन। त्यो 26 सिटे बसमा अब लगभग सबलाई 5 रुपियाँ छोड्यो भने पनि होइन, 5 दाम 50, 50 दुना 100, 20 जनाको 100 को 200, अब द्याट्स लाइक 250 रुपियाँ, हो कि होइन। अब महिनाको त 250को हिसाबले, अब त्यो महिनाको 250को हिसाबले 30 दिन जोड्दाखेरि 7,500 रुपियाँ माइनस गयो। सालाना आफै जोडेर हेर्नुहोस्। जस्तो अब भन्दाखेरि होइन धेरैजनाले यो सुन्दा अब देख्दा पनि म पनि गाडीमा हिँड्छु होइन, आफ्नो प्राइभेट गाडी भन्दा पनि होइन, म यस्तै गाडीमा धेरै रुचाउँछु। तर त्यहाँनिर हिँड्दा हातमा पैसा हुन्छ होइन, धेरै हुन्छ, हेर्दा पनि खुल्ला हुन्छ, कोही 1,500 होइन 150। तर दुःख देख्दा चाहिँ ओहो उसले चाहिँ धेरै कमाए जस्तो फिल हुन्छ मलाई होइन, ओहो राम्रो छ कमाए जस्तो लाग्छ। अब त्यो बाटोको स्थिति, त्यो गाडीको अब नि कन्डिसन, त्यहाँबाट त्यो धुलो, त्यो देख्दाखेरि पनि एकातिर सोच्दा त्यस्तो हुन्छ। तर वास्तवमा तपाईँले घर लग्दा चाहिँ जस्तो तपाईँले पाउनुपर्ने त्यहाँबाट हक पाउनुहुन्छ आफ्नो कमाइको होइन, ज्याला पाउनुहुन्छ। तर घर जाँदा चाहिँ कति जति लग्नुहुन्छ र घरमा खर्च कस्तो हुन्छ भन्ने म यसको लागि चाहिँ हाम्रो जनताको लागि, हाम्रो मतलब साथीभाइको लागि यसो बिचमा कुरा राखिदिनुहुन्छ कि भनेर। त्यो हातमा देख्ने र भोग्नेमा फरक हुन्छ नि त सर। सही सही सही। देख्ने र भोग्नेमा फरक हुन्छ। देख्नु लाइक अब तपाईँको एकदम स्ट्यान्डर्ड फुल्ली प्याक गाडी छ होइन, तपाईँको फुल्ली गाडी प्याक छ, म चनौटा गयो भने मेरो उठ्ने पैसा 6,000 7,000 तल्ल उठ्छ है। हेर्नलाई त सजिलो छ, तर एक दिन हेरेर भएन सर। लाइक सिजन हुन्छ। हर व्यवसायको एउटा चाहिँ मेन चाहिँ एकदम कमजोरी के हुन्छ भन्दाखेरि कि तपाईँको 1 महिना कमाएर भएन नि त, सालाना बाँच्न छ, गर्न छ, हो कि होइन। ठिक। अनि त्यो हातको पैसा हेराएअनुसार मेरो 7,000 रुपियाँ एक टिपमा उठ्यो होइन। त्यो आज 7,000 कमाएँ भने अब मेरो 7,000मा अब हजुरको 2 टिप चनौटा चल्यो भने जब मेरो 7-8 हजारको तेल खान्छ है, खान्छ 7,000। अब गाडीमा अब रनिङमा फरक, अब दुग्रेसी थाक्ने भयो गाडी, अब बेसी कुरा धेरै तेल दुग्रेसी अब शरीरमा पनि अब धेरै दुग्रेपछि अब गाडीमा शरीरमा भनौँ सरी धेरै दुग्रेपछि अब लाइक खर्च पनि त्यही हिसाब हुन्छ। बाटो अनुसार कुरा गरिसक्नु भयो होइन, त्यो पनि हो। बाटो अनुसार अब बाटो अब अलिकता सर र हिँड्न पाइन्थ्यो भने पहिले अब बाटो बन्ने कारणले अब तेल बढी खाइरहेको छ, हो कि होइन, मेन समस्या। अनि अब त्यो आज 7,000 रुपियाँ अब सबैलाई दिए गरेर मलाई 4,000 जति बच्यो भने 5,000 भनौँ, अघि सबै दिन त एक जस्तो हुँदैन नि त। अब गाडी लाइन भनेको जुवा जस्तै। अनि तपाईँको आज मैले 7,000 कमाएँ भने भोलि मैले 1,000 कमाउँछु भन्ने पनि ग्यारेन्टी हुँदैन। ए ल ठिक छ। अनि यो विषयमा चाहिँ होइन अझै लामो हामी कुरा गर्नेछौँ होइन। तपाईँले मेरो लागि समय दिनुभयो, म एकदमै यो विषयमा धेरै खुसी छु होइन। म तपाईँलाई फेरि पनि अझै कुरा गर्नुपर्दा अझै यसको भित्रमा जाँदाखेरि होइन, जस्तो जुन भित्र बस्नुहुने पेसेन्जर, तपाईँले पेसेन्जरको लागि धेरै मद्दत होइन, धेरै हेल्प गर्नुहुन्छ। तर कतिपयको कस्तो लाग्छ भने कस्तो हुन्छ र कस्तो दृष्टिकोण अघि तपाईँले भनिसक्नु भएको छ। तर भन्दै गर्दा चाहिँ के अरे उसले चाहिँ कमाउनको लागि मान्छेलाई भेडा जस्तो कोचाएको छ, यस्तो गर्छ उस्तो गर्छ भनिन्छ। तर वास्तवमा यो विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? भेडा जस्तो कोच्ने होइन समस्या। अब म यसको कसरी तपाईँलाई जवाब, मान्छेलाई अब जनतालाई जरुरत हुन्छ कुनै बेला कोही इमर्जेन्सी होला उसलाई
हो कि होइन? अब भेडा जस्तो कोच्ने भन्दाखेरि पनि अब हामी जबरजस्ती हालेको त होइन। यो चाहिँ हो है, यो सबले होइन, उहाँले जबरजस्ती समातेर भित्र कोचार्ने बान्ने होइन, भित्र बस भनेर त भन्नुहुन्न नि त। आउनु आउनु भित्र बस्नु त भन्नुहुन्छ, त्योभन्दा बढी त बोलिदिनुहुन्न नि त। त्यो पनि हामीले बुझ्नुपर्ने कुरा हो है। एक्चुअल पोइन्ट मान्छे आजभोलि सुविधाभन्दा पनि छिटो खोज्नलाई मान्छेलाई अब कतिपय इमर्जेन्सी हुन्छ, कतिपय अब आफ्नो अब अफिस टाइम द्याट उनीहरूलाई आफ्नो ड्युटी भेटाउन पऱ्यो होइन, ड्युटी भेटाउनु पऱ्यो। अब त्यो 10 मिनट अब त्यो अब अफिसियली ड्युटीहरू गर्ने कम्पनीहरू अब आफ्नो जब अफिस होइन लाइक द्याट अब एक्ज्याक्ट टाइममा पुग्नुपर्छ। अब थाहै छ म नि कुनै बेला कम्पनीमा काम गरेको कि हामी 5 मिनट जाँदाखेरि पनि हाफ स्यालेरी काटिदिने। अब कम्पनीको अब थरी हुन्छ, आफ्नो कम्पनीको आफ्नो नियमहरू हुन्छ, रुल्सहरू, रुल रेगुलेसनहरू होइन। अनि द्याट्स पोइन्ट गर्दाखेरि अब त्यो हाल्ने, तर मेरो हिसाबले म एज अ परिचालक है, परिचालक भन्दाखेरि गलत चाहिँ गलत हो होइन, कि त्यसरी कोचेर नचढ्ने, तपाईँ कुर्नुहोस् जानुहोस् होइन। तर एउटा परिचालक हुनेको नातेले पनि अब त्यो मेन मुद्दा के हो भने हाल्ने, अब हामीलाई पनि त रहन होला नि त होइन। कि मुद्दा के हो भन्दाखेरि अब दिउँसोको टिप लाइक 2 बजे 1 बजे द्याट्स अब अहिले साउन चलिरहेको, त्यति गर्मी छैन होइन। त्यो द्याट्स यो टाइममा चाहिँ लोकल गाडीमा मान्छे हुँदैन क्या। त्यो जो हामीले 26जना हाम्रो रिक्वायरमेन्ट भएको सिटहरू होइन, यतिजना मात्रै हाल्न पाउने होइन, यो पोइन्ट राखेँ मैले कि यतिजना मात्रै हाल्न पाउने। अनि द्याट्स अब हामीले त्यसमा 10-20 जना एड गऱ्यौँ भने 200 टिपमा 4 जना छ भने त्यो हामीले 10-20 जना एड गरेको त्यो 200लाई रिकभरी गर्छ होइन। द्याट्स अनि लोकल गाडीको मेन चाहिँ के हो भन्दाखेरि कमाउने भनेपछि उनको प्रफिट निक्लिने साँझ र बिहानले हो। ठिक 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 ठिक।